यो स्कुलको सम्पूर्ण टिचर्स, सबै स्टुडेन्ट सबैलाई मेरो नमस्कार। तपाईँहरू यहाँ कक्षा 3 देखि कक्षा 7 सम्मको विद्यार्थीहरू हुनुहुन्छ होइन? तपाईँहरूलाई मिडिया भनेको थाहा छ? मिडिया के हो? मिडिया के हो? मिडिया के हो? एप हो, मोबाइल हो, रेडियो हो, टेलिभिजन हो होइन, पत्रिका हो, अनलाइन हो। मिडिया भनेको यस्तै धेरै चिजहरू। हामीलाई कहिलेकाहीँ सूचना लिनु पर्यो भने हामी फेसबुकमा आउने जुनसुकै कुरामा भर पर्ने कि सही सूचना लिने, त्यसको लागि मिडियामा जाने भन्ने हामीलाई जहिले पनि चासो हुन्छ। जसरी हामीलाई भोक लाग्यो भन्ने बित्तिकै हामी जे पनि खाइहाल्छौँ। के खान्छौँ? सफा खानेकुरा खान्छौँ, खान मिल्ने खानेकुरा खान्छौँ हो, खान मिल्ने खानेकुराहरू मात्रै खान्छौँ। भोक लाग्यो भन्दैमा जे पनि खाइहाल्दैनौँ। तिर्खा लाग्यो भन्दैमा जस्तो पनि पानी हामी खाइहाल्दैनौँ, सफा पानी मात्रै खान्छौँ। त्यस्तै हामीलाई सूचना चाहियो भन्दैमा हामी जस्तो पनि सूचना हामीले लिनु हुँदैन। तपाईँहरू टिकटक हेर्नुहुन्छ? हो, टिकटकमा कतिपय काम लाग्ने कुरा पनि आउँछ, राम्रो कुरा पनि आउँछ, र कतिपय कुरा कहिले पनि प्रुफ नभएको कुराहरू पनि टिकटकमा आउँछ। फेसबुकमा नि आउँछ। इन्स्टाग्राम हेर्नुहुन्छ तपाईँहरू? अनि त्यसपछि रेडिट चलाउने को छ? रेडिट कोही रेडिट चलाउनुहुन्छ? इन्स्टाग्राममा, रेडिटमा या फेसबुकमा कतिपय कुरा चाहिँ गलत कुरा पनि आइरहेको हुन्छ। त्यस्तै अघि मैले भने खानेकुरा जसरी हामी जस्तो पनि मन लाग्यो भन्दैमा खानेकुरा खाइहाल्दैनौँ, तिर्खा लाग्यो भन्दैमा हामी जस्तो पनि पानी खाइहाल्दैनौँ, त्यस्तै इन्फर्मेसन पनि हामीलाई मन लाग्यो भन्दैमा जस्तो पनि लिनु हुँदैन। किनभने दिस अल इन्फर्मेसन्स आर डिजिटल जङ्क। डिजिटल जङ्क भनेको हामीलाई जङ्क फुडहरू तपाईँहरू कतिको खानुहुन्छ? जङ्क फुड थाहा छ? के हो जङ्क फुड? चाउचाउ हो होइन, कतिपय प्याकेटमा राखेको चिजहरू जङ्क फुड हो। खाँदाखेरि चाहिँ मिठो हुन्छ, जिब्रोलाई टेस्टी खालको हुन्छ, तर त्यसले खासमा भित्र चाहिँ हामीलाई असर गरिरहेको हुन्छ। त्यसैले जसरी हामीले जङ्क फुड हामीले चाहिँ खानु हुँदैन, त्यस्तै गरी यो डिजिटल जङ्कहरू हामीले लिनु हुँदैन। तपाईँले सानो विद्यार्थीहरू पनि हुनुहुन्छ, अलिकति एडल्ट हुँदै गरेको, एडोलसेन्ट हुँदै गरेको विद्यार्थीहरू पनि हुनुहुन्छ। म तपाईँहरूलाई एउटै रिक्वेस्ट गर्छु, हामीले स्कुलमा पढ्दा तपाईँको विजडम ट्री स्कुल मलाई आउँदा रमाइलो लाग्यो। जसरी हामीले चाहिँ सही शिक्षा मात्र लिन्छौँ तपाईँको टिचरको माध्यमबाट, गुरुको माध्यमबाट, हामी गलत शिक्षा लिँदैनौँ, सही शिक्षा लिन्छौँ। त्यस्तै इन्फर्मेसन पनि अर्को खालको गुरु हो। आजको दिनमा यो तपाईँहरूको फ्यामिलीमा तपाईँको प्यारेन्ट्ससँग हरेकसँग यो फोन होला, मोबाइल फोनहरू होइन। यस्तो मोबाइल फोनबाट आउने सबै कुरा चाहिँ सही चाहिँ हुँदैन। यो फोनबाट आयो भनेर, टेक्नोलोजीबाट आयो भनेर सबै कुरा सही हुँदैन। तपाईँहरूलाई चाहिएको सही सूचना मात्र लिने गरौँ। सही सूचना लिनको लागि सही माध्यममा जाने, त्यो के माध्यम हो भन्ने कुरा तपाईँको प्यारेन्टहरूसँग पनि सल्लाह गर्ने, टिचरहरूको पनि इन्फर्मेसन पनि गर्नुपर्छ। तपाईँहरू मध्ये कतिजना पछि भोलि गएर फ्युचरमा तपाईँहरू ठुलो भएर चाहिँ मिडियामा काम गर्न चाहनुहुन्छ? हात उठाउनुहोस् त। मिडियामा काम गर्न कतिजना चाहनुहुन्छ? मिडियामा काम गर्नु एकजना उठाउनु भयो होला। मिडियामा सबैजनाले मलाई पुरै छ भनेर चाहिँ होइन। अरू कोही हुनुहुन्छ मिडियामा काम गर्नु कसलाई मन छ? जर्नलिस्ट हुने कसलाई मन छ? पत्रकार हुने कसलाई मन छ? अथवा चाहिँ मिडिया सेक्टरमा काम गर्नु कसलाई मन छ? कसैलाई छ? बुझ्नुहुन्छ? पछि बिस्तारै मिडिया भनेको हामी सबै सिटिजनहरूलाई अवेर गराउने चिज हो। मिडियामा काम गर्नु भनेको कहीँ गल्ती भइरहेको छ, कतै गलत कामहरू भइरहेको छ भने हामी सबैलाई ल यहाँ गलत भइरहेको छ भनेर जानकारी दिने त्यो अकुपेसनहरूमा डिफ्रेन्ट काइन्ड अफ अकुपेसनहरू। त्यसले गर्दाखेरि मिडियामा काम गर्नु भनेको पनि एउटा रेस्पेक्टफुल काम हो, र त्यसले हामीलाई चाहिँ आम सबैजना सिटिजनहरूलाई चाहिँ कुरा बुझाउँछ के हो, कस देशमा के भइराखेको छ, जनकपुरमा के भइराखेको छ, यो मधेसमा के भइरहेको छ, यहीँ छिमेकमा इन्डियामा, चाइनामा, युएसमा, युरोपमा, अरू ठाउँमा के भइरहेको छ भन्ने कुरा जानकारी दिन्छ। कहिलेकाहीँ समाजमा कुनै खालको भाइलेन्सहरू भयो, नराम्रो घटना भयो भने कसैले भन्छ धेरैजना मान्छे मरिसक्यो भन्छ,
कसैले चाहिँ के भन्छ, तर सही कुरा के हो त, कतिजना घाइते भएको हो या साँच्चै मरेको हो कि होइन, पुलिसले के भन्छ, डक्टरले के भन्छ, सबै कुरा बुझेर त्यो रिपोर्ट गर्ने काम चाहिँ मिडियाम्यानले गर्छ। त्यसैले तपाईँहरू कोही जर्नलिस्टहरू कोही चिनाएको छ तपाईँहरूले, कोही पत्रकार छ तपाईँको घर परिवारमा, कोही छ पत्रकार, जर्नलिस्ट, मिडियाम्यान? ल पछि मिडियामा त्यस्तो मिडियामा काम गर्ने कोही भेट्नु भयो भने उहाँहरूले पनि धेरै कुरा सोध्नु होला र तपाईँहरू धेरै धेरै पढ्नु होला, राम्रो पढ्नु होला, मेहनत गर्नु होला, धेरै एफोर्ट लगाउनु होला, खेल्दै खेल्दै सिक्नु होला होइन। यहाँहरूसँग धेरै धेरै धन्यवाद छ र टिचरहरूलाई पनि धेरै धेरै धन्यवाद छ। हस्, थ्याङ्क यू।